रवि लामिछानेलाई चाहिँ निकालेको हाम्रो जेनजी प्रोटेस्टरहरूले त हैन। We don't need रवि लामिछाने। रवि लामिछानेलाई जेनजीले छुटाएको हैन। रवि लामिछाने एकजना कन्भिक्ट हो। रवि लामिछाने जेलबाट किन निस्किरहेछ के? हामीले यो प्रोटेस्ट त रवि लामिछानेको लागि त गरेको हैन नि त। हामीलाई रवि लामिछाने एज अ लिडर चाहिएकै छैन। रवि लामिछानेलाई जेएनजीले छुटाएको छैन। रवि लामिछानेलाई जसरी हुन्छ यसलाई जेलभित्र पठाऊ। रवि लामिछानेलाई जेलबाट निकाल्नको लागि कुनै पनि नेपाली जनताको छोराले गोली खाएर मरेको होइन। रवि लामिछाने हामीलाई चाहिएको छैन। रवि लामिछानेलाई जेएनजीले निकालेको होइन। रवि लामिछानेलाई उसकै पार्टीका मान्छेले निकाले। गुड मर्निङ, नमस्कार। जहाँ जहाँ अन्याय अत्याचार हुन्छ, जहाँ जहाँ देश र जनताको विरुद्धमा आवाज उठ्छ भने त्यसको विरुद्धमा तपाईं हामी सबै मिलेर आवाज उठाउनु पर्छ। भिडियो शेयर गर्दै जानुस्, भिडियो रिपोस्ट गर्दै जानुस्। यसको जवाब म दिनेछु। रवि लामिछानेको रिस गर्ने भनेकै भ्रष्ट दलाल तस्कर माफिया घुसखोरी 25-30 वर्षसम्म देश लुट्ने लुटेराका छोरा छोरी, तिनका आफन्त, तिनका परिवार, तिनका आसेपासे, तिनका झोले झ्याम्टे हुन्। तपाईं हामी जस्तो सच्चा र इमानदार देशभक्त नेपाली जनताले त सदा सर्वदा अहोरात्र रवि लामिछानेको साथ र सपोर्ट गरेकै छौं। नेपालमा जेनजीको उदय हुनुभन्दा अगाडि नै एमाले, कांग्रेस, माओवादीलाई खुल्ला चुनौती दिएर लड्ने को हुन् त? रवि लामिछाने नै हुन्। आम नेपाली जनता, नेपाल अधिराज्यभरिका कुना कुनाका गाउँ गाउँका जनतालाई नेता चिनाउने को हुन् त? रवि लामिछाने नै हुन्। भ्रष्टाचारमा मुछिएको यो राजनीतिकमा उथुल पुथुल ल्याउने को हुन् त? रवि लामिछाने नै हुन्। गाउँ गाउँका जनतालाई यो भ्रष्ट दलाल तस्कर माफिया घुसखोरी हो भनेर चिनाउने को हुन् त? रवि लामिछाने नै हुन्। रवि लामिछाने राजनीतिमा आउनुभन्दा अगाडि हामी नेपाली जनताले को भ्रष्ट हो, को घुसखोरी हो, को इमानदार हो, को सत्यता हो भन्ने कुरा छुट्याउन सकेका थिएनौं। रवि लामिछाने राजनीतिमा आइसकेपछि नै हामी नेपाली जनताले यो भ्रष्ट हो, यो दलाल हो, यो तस्कर हो, यसको विरुद्धमा हामी उत्रिन पर्छ भनेर हाम्रा आँखा खोलिदिने को हुन् त? रवि लामिछाने नै हुन्। त्यसै कारणले 2-4 जना भ्रष्ट दलाल तस्कर माफियाका तिनका अन्धभक्त झोलेहरूले नेपाली जनता समक्ष भ्रमको खेती नगरे पनि हुन्छ। त्यो खेती फल्नेवाला छैन। हामी नेपाली जनतालाई प्रष्ट थाहा भइसक्यो रवि लामिछाने के हुन् भन्ने कुरा।